एक्लै बोल्दैछ है। डाइरेक्टर भिडियो रेकर्डिङ नगरी बोल्दै रहेछु गाइस। अब के भन्नु है, लाभेरी पनि हाल्दैन भने है। सो एउटा एडभाइस दिन चाहन्छु तपाईँहरूलाई म। एडभाइस के हो भन्दा फेरि चाहिँ अभी मजा आएगा ना भिडो। हेलो वेलकम मेरो फेसबुक इन्स्टाग्राम व्हाट्सएप खोइ के हो हाल्छु कि हाल्दैन थाहा पनि छैन र पनि वेलकम। मेरो नाम गौरव हो। बाउको नाम विष्णु छेत्री, आमाको नाम सीता छेत्री, दिदीको नाम सृजना छेत्री, दाजुको नाम सौरभ छेत्री, अरू काका काकी बडी बडा अरू मामा माइजू अरू दिन भन्छु। यो भिडियो किन बनाएको भन्दाखेरि चाहिँ अबदेखि भ्लग बनाउनु पर्यो गाइस। सो फर्स्ट भिडियो हो मेरो, अझै अगाडि हाल्दै जान्छु भिडियो। अनि अरूले भन्ला मलाई हेरेर सुरु गरेको आरिस लाग्यो होइन। मेरो ग्यालेरी हेर, मेरो ग्यालेरीमा 100-200 वटा ब्लग यत्तिकै छ। हालेको मात्रै नहो किनकि लाज लाग्छ। तर अब चाहिँ लाज किन बाबा? लाज मारिसकेँ मैले गाइस। अबदेखि ब्लग हाल्छु म, लाज मार्दैसकेँ। आफूलाई एउटा यो मोटिभेसन हो। मोटिभेसन चाहिँ के हो भन्दाखेरि आज कमाएगा त कल खाएगा मेरी जान हो। अरू तपाईँहरूलाई एउटा एडभाइस दिन्छु म आजको लागि चाहिँ, किनकि इन्ट्रोडक्सन ब्लग राख्दा मात्रै सानो हुन्छ होला। लाइफमा कहिले चिन्ता नहुने क्या, किनकि चिन्ता गरेर केही हुँदैन। दुईवटा कुरा मात्रै हुन्छ। एउटा हो तिमीहरू चिन्ता गऱ्यो भने उदास स्याड भएर बस्छौ, अर्को कुरा हो केही हुँदैन। सो चिन्ता नगर, केही हुँदैन। तर अब यो कुरा सुनेर तिमीहरू नसोच्नु कि को नानीहरूले नसोच्नु कि अब सेम त हो, अब पढौँ नपढौँ फेल हुने हो, बरु पढ्दै पढ्दैन भनेर पढ्नु तिमीहरू बजियाहरू। पढेन भने म जस्तो ब्लग बनाउनु पर्छ। पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को संभाल। अब के भन्नु है, ला बेबी पनि हाल्दैन भने ए हाल्छ। बेबी होइन साथी हो, केटा हो, बेबी भन्छु म। केटा हुनु चाहिँ जिस्केर बेबी भन्छु। केटीहरू अनफलो नगर्नु नि फेरि, केटा हो। अरू बेला देखाउँछु ल। ऐसे में बड़ा सख्त लौंडा हूं। तपाईँहरूको लागि एउटा सजेसन यही हो कि, सजेसन पनि डाइरेक्ट यसरी कन्टिन्यू गर्दिनँ कि यो मेरो फर्स्ट ब्लग हो मेरो। सो थाहा छैन के गर्नुपर्ने हो, के हाल्नुपर्ने हो। सो गल्ती पनि हुनसक्छ, माफ गरिदिनुहोस् होला गल्ती भयो भने पनि। अनि अर्को कुरा के हो भन्दाखेरि चाहिँ तपाईँलाई एउटा सजेसन दिन चाहन्छु। सजेसन के हो भन्दाखेरि चाहिँ तपाईँहरूकोमा जुन चाहिँ ज्ञान छ त्यो मेरोमा छैन, मेरोमा जुन चाहिँ ज्ञान छ त्यो तपाईँहरूकोमा छैन। सो तपाईँको ज्ञान मलाई बाँड्नुहोस्, मेरो ज्ञान म तपाईँहरूलाई बाँड्छु। यसरी नै हामी दुईजना भन्दा पनि अब कतिजनाले हेर्नुहुन्छ कि हेर्दैनन् पनि थाहा छैन। अब तपाईँहरूको ज्ञान मलाई दिनुहोस्, मेरो ज्ञान तपाईँहरूलाई दिन्छु। यसरी नै हामीहरू अगाडि बढ्नुपर्छ। खुट्टा नतान्नुहोस् होला। बाई बाई, आजको लागि यति नै। A few moments later. हेर्नुहोस् न हेर्नुहोस्, तर म फेरि आउँछु, फेरि हाल्छु, किनकि मलाई हाल्नु मजा आउँछ। मेरो ब्लग छ तर मैले लाजले नहालेको, तर अब मैले लाज बेचेछु। अब हालेको हालै गर्छु, अब मलाई हाल्नु मजा आउँछ। हेलो।